खोल्दैछु मेरो भाइ सुरुदेखि कामदेखि आउँदाखेरि हेरौँ है यसको रियाक्सन के हुन्छ। किन डबल ढिलो गर्नुभएको थियो? तँलाई खतरा सरप्राइज दिन्छु भनेर नि। सरप्राइज तपाईँले दिने सरप्राइज के छ होला? मैले तपाईँभन्दा 3 गुणा ठुलो सरप्राइज लिएर आएको छु। के सरप्राइज छ तेरो त्यस्तो? लास्टै ठुलो सरप्राइज छ, दम गरिदिन्छ। के भन्छ भन्नु सरप्राइज हो। काम गर्न गएको पहिलो दिनलाई मैले अन्तिम दिन बनाएर आएको छु। के भने? कामदेखि निकाल्यो। के आशा सुरुदेखि कामदेखि निकाल्छ? निकाल्यो, के गर्नु त? के गरिस् र तँ फटो काम? कोहीले गाली गरिस् र? गाली गर्ने पैसा उठाल्यो, अलिअलि निकालिदियो। कहाँ गएर उठाइस् पैसा? फटा खाना आएको थियो होइन, जापानिज हो कि चाइनिज भियतनामको हो। त्यो टेबल त्यसले खानसानो खायो। अनि खाएपछि त्यसले त्यहाँ पैसा छोडेर गयो। कति भनिस् लगभग 4-5 हजार चाहिँ थियो। त्यसले तैँमा टेबल छोडेर गयो। अनि छोडेर गएपछि म टेबल सफा गर्न गएको थिएँ। पैसा देखेँ, सफा गरे जस्तो गरेँ, झ्यापै गोजीमा हालिगेँ। अब लायो बानी नेपालतिर अब त्यस्तै गरिन्थ्यो, पैसा देखेँ त लैहालिन्थ्यो नि त पनि। जापान लगिन्थ्यो अनि त्यही गरेँ। त्यहाँबाट त्यो मामला त्यस्तै थियो। अनि पछिबाट जापानिज आएको, जापानिज त्यही मान्छे फर्केर आएको त्यो त पैसा खोज्दै आएको। अनि त्यहाँ टेबलमा हेरेको, टेबलमा मान्छे बसेको थिएँ, त्यहाँ पैसा आउने कुरै भएन। त्यसले गएर अगाडि अब त्यहाँ बस्ने मान्छेले अगाडि त्यो मेन मान्छेले गएर भन्यो। अनि त्यसले यसो सिसिटिभी हेऱ्यो त्यहाँबाट। अब त्यहाँबाट हेर्ने त्यसले त्यहाँ नभेटेछ, सिसिटिभी हेर्नु पऱ्यो। ठ्याक्कै त्यही टाइममा हानेर सिसिटिभी हेऱ्यो, फ्याट्टैदेखिको मैले गोजीमा हालेँ, त्यहाँबाट टाट्टै देखा रहेछ। त्यहाँबाट बोलायो त्यसले, मलाई त केही थाहा थियो। अनि त्यसले पैसा लगाइस् भन्यो। अनि मैले झुट बोलिनँ, मैले लगाएँ भने अनि निकालेर दिएँ। त्यसले ल्यायो, त्यो मान्छेले फिर्ता पठाइदियो। अनि त्यहाँबाट त अनि के भन्यो त्यसले मलाई जापानिजबाट भन्यो, अलिअलि बुझेँ। गाली पनि गरे अरे त्यहाँ नेपालीले भन्थ्यो। अनि त्यहाँबाट निकालिदियो मलाई काममा। कामदेखि निकालिदियो भने बुझिस्? अब त्यो पनि त्यही नेपालीले भन्थ्यो कि निकालिदियो भने म झोला टिपेर आएँ। अलि एकछिन काम गरेर के गरेर जा आज तलब आउँछ के भनेर भन्थ्यो। तर म तलब पनि नल्याएर म रिजै झोलमा आएँ कि झ्याउ लगाएर। गजब काम गरेछस्। के गजब काम हो वहाँ नेपालमा? अब भेटामाल गोजीमाल भनेर हिँडिन्थ्यो हामी त। अब मलाई के थाहा अब यो सही हो कि झुटो भने मलाई थाहा हुँदैन नि त। म त नेपाली पऱ्यो, आफ्नो पहिचान गुमाउनु भएन। पहिचान अब तेरो भोलि आउँछ न्युजमा अनि हेरेर बस्नुहोस्। न्युजमा चाहिँ हान्न, तर आए पनि मलाई फरक छैन। किनकि न्युजमा आएपछि पपुलर भइन्छ नि। फेरि न्युजमा सबैले हेर्छन् यसो रुपेश भण्डारी, अनि फोटो पनि आउँछ। यसो फोटो चाहिँ हल्का कपडा अलिकति पुरानो बढी बोल्छस्। फटाफट काम गरेर अझ खुसी भएर मैले थाहा अर्को राम्रो काम खोज्दिनँ, त्यस्तो घिनाउनु काम गर्दैन मैले। जहाँ गए पनि यस्तो उठाउँदैन अनि जापानमा बसिसक्दैन। अब मलाई चाहिने त्यस्तो काम। बरु म आफै खोज्छु, काम नगरेर बस्छु। अब मलाई गए कोठामा खाना खानु छ भने दिनु, के छ खान्छस्? पकाउँछ, मिठो पकाएर आइसक्छ, दिनै मन लाग्दैन। अन्डा रहेछ, मासु पनि छ क्या।